वडाका वडा अध्यक्ष राजकुमार जोशी र अन्य उपस्थित सबै गण्यमान्य व्यक्तिहरूलाई मेरो अभिवादन। अनि म अहिले हस्पिटलबाट गएर अलि असमर्थ छु। अनि हाम्रो वडा अध्यक्ष ज्यूलाई म मुरी धन्यवाद दिन्छु, नामलाई होइन कामलाई। उहाँको काम धेरै राम्रो छ। यो वडामा कुनै पनि खोट लाउने काम अहिलेसम्म भएको छैन। त्यसै कारण उहाँलाई म मुरी धन्यवाद दिन्छु। अनि ज्येष्ठ नागरिक चौतारीको बारेमा पटक कुरा राख्दै आएको र अहिलेसम्म भएन। यो यथाशीघ्र चाहियो। हामी कहाँ जाने? कहाँ जाने? ठाउँ चाहियो नि त, जङ्गल हुने ठाउँ। हामीलाई ज्येष्ठ नागरिक चौतारी तुरुन्त यथाशीघ्र चाहियो। अरू कुरो त्यति हो। सबैलाई मेरो नमस्कार। ज्येष्ठ नागरिक चौतारी यथाशीघ्र चाहियो। यो वडामा छैन? छैन। यहाँ कहाँ वरिपरि कहाँ छ? कहाँ पनि छैन। पटक यो कुरा राख्दै आएको, मिटिङ पनि भएको। नगरपालिकामा 4 लाख नबढाउनु भने 6 लाखसम्मको हामीले पठाएको भए अहिले त्यो पनि सुनवाई भयो। अहिले कहाँ बसेर गफ गर्नुहुन्छ तपाईँहरू? अहिले सामुदायिक भवनमा। होइन तपाईँहरू गफ गर्ने थलो कहाँ छ यो वडामा? यहाँ छ। अगाडि छ। 81 वर्ष लाग्यो। अब वडा अध्यक्षलाई के भन्न चाहनुहुन्छ? वडा अध्यक्षलाई यथाशीघ्र ज्येष्ठ नागरिक चौतारी बनाइदिनु भनेको यही वर्षभित्र? यही वर्षभित्र। उहाँले सम्पूर्ण कार्यहरू राम्रो गर्दै आउनु भएको छ। उहाँलाई धेरै नमस्कार। यो पनि यथाशीघ्र गरिदिनु होला भन्ने पूर्ण आशा छ।